बालेन साहबको खुट्टामा पनि सुहाउँदैन राजेन्द्र खड्टीले। त्यो मुझे त मेरो फिल्म हेरेर हुर्किया मान्छे हो, के कुरा गर्ने लेख्ने। बालेनलाई सोध्न मुझे रायन खड्कीले कति रेप गरेको सिन कस्तो फाइट हेरेर आएको। यो फुटान चाहिँ नगर है बालेन तिमीले। अनि धम्की पनि दिनुभएछ त नि, जोगिएर बस मसँग भनेर बालेनलाई। म त के हान्छु कि उसले हान भनेको छु म त। अनि हान्नुहुन्छ बालेनलाई? हिम्मत छ? हिम्मत रे माछालाई करङ भन्छ तँलाई खोज्छ तँलाई हानिदिन्छु म त। तपाईँलाई पनि फेरि फटा भन्छन् नि, के को फटा? जे पाइ त्यही बोल्छ अरे, जहाँ मन लाग्यो त्यही बोल्छ अरे। मुझे लाडै सेट मुझे फटा भनेर मान्छे देशको लागि गर्छु म। दुर्गा पर्छ त्यो मुझे भुसिया कुकुर हो यार। मलाई मुख छोडेकोमा मलाई माफ गरिदिनु। त्यो म बोलेको होइन, यो 3 करोडको पीडा बोलेको, अस्ति 80जना मरेको पीडा बोलेको। गरिबको चमेली गए छैन गीत गाएर मुलाले गरिबहरूले नि पहिले गर्यो, धनीलाई गर्न सकेन नि। बालेनमाथि के आशा छ कि छैन? भरोसा आशा पहिला थियो भाइ, अब छैन। मलाई त छैन भाइ। यो मान्छे पनि त्यही आयो सुनन् त कुरै नभने त्यो झन् त्यो बालेन टुप्पोबाट पलाएको भनेको त्यो टुप्पो भयो भने माथिबाट त्यो झर्नाको पार्ट छ नि, त्यहाँबाट पलाएको मान्छे पऱ्यो। यो फिल्म हो यो। साले नेवार उठ्यो भने अहिले ठुटो हुँदैन। साले कुलमान घरबाट गयो भने यो ज्ञानशाला घन्टा ज्ञानशाला भने नि यार। त्यहाँलाई मलाई एउटा 2जना केटाले मतलब मजा लाग्छ यार, घर यार मुझे यो देशमा लाटो देशमा गान टर्नेरी हो। तपाईँले हर्क र बालेन मध्ये एकजना रोज्नु पऱ्यो भने? एकजना रोज्नु पऱ्यो, म हर्क रोक्छु यार। त्यो जुन बोल्छ नि मुझे त्यो बालेनको मुझे चम्चा होला त्यो पनि भाग्छ एक दिन। राजेन्द्र खड्की होइन बाबुराजा भन्ने दादाले चाहिँ आफ्नो भाइलाई मार्यो, आफ्नो बुढीलाई मार्यो भन्दा मेरो बाउ आमाको नाउँ गएन। डिप्रेसन चाहिँ किन तपाईँ? मेरो भाइले मुद्दा ठोक्नु लागेको छ फेरि। तपाईँलाई? मेरो जेठी बुढीलाई बोलाएर मुद्दा ठोकिदिएछ। भक्कु गाली दियो मलाई। त्यो दिन रक्षक पाएँ क्या। अनि मैले म एउटा स्पोर्टको भएर म बाँचेको मान्छे हो कि भयो। म 6 महिनासम्म जीवन जल खाएर टोयलेट नआएको मान्छे हो कि भयो। ऋषि धमलाको इन्टरभ्यूमा हो सायद तपाईँले भन्नुभएको, बरु मलाई खाना चाहिँदैन, यो चाहिन्छ भनेको तँलाई चाहिँदैन? खाना नचाहिने? तँलाई चाहिन्छ चाहिँदैन? अन्त तँलाई च्वाकेरी एउटा लागेको छ, उसले उतार्नु परेको छ या भात राखेको त मैले च्वाकेरी जान्छ।